मूर्तिहरू यति दामी दामी मूर्तिहरू राखेका छन् यहाँ। कति दामी ठाउँ छ यहाँ, देख्न सक्नुहुन्छ। यहाँ अङ्कल ल बुकी पनि रेडी भइसक्यो होइन। पत्थरमा यो ढुङ्गा, यिनी पुरै ढुङ्गा जङ्गली च्याउ टिप्दै हुनुहुन्छ आन्टी। टिप्नु भयो ढुङ्गाका मूर्तिहरू देख्न सक्नुहुन्छ। केटो हिँडिसक्यो। नमस्कार साथीहरू, वेलकम छ तपाईँलाई मेरो अर्को नयाँ भ्लगमा। र हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु होइन। र आज चाहिँ हामी जाँदैछौँ माथि तार बोक्नलाई जाँदैछौँ होइन। र हामी एकदमै टाढा जाँदैछौँ पहिलाको भन्दा होइन। अनि त्यहाँ चाहिँ एकदम दामी दामी होइन ठाउँहरू छ होइन। म तपाईँलाई त्यहाँ ठाउँ देखाउने छु। र ल हाम्रो ग्याङ यता हिँडिरह फेरि मस्तले, म यता छु होइन। यहाँनिर एउटा मन्दिर छ, सबजनाले पुरै पाथी हाल्दै जाँदै गर्छन् होइन। माताका मन्दिर है। चलो ठिकै फेरि। कति दामी ठाउँ छ यहाँ, देख्न सक्नुहुन्छ। यहाँ अङ्कल हुनुहुन्छ, अङ्कलको एउटा फोटो खिचिदिनु मन लाग्यो। अब एउटा फोटो खिच्दैछ हामी है, दे यहाँनिर ल देखाउने हुन्छ। हाम्रो दको ताली हेर्नुहोस्, दको खाली। अब चाहिँ हामी यहाँदेखि माथि उकालो चढ्नुपर्ने हुन्छ होइन। देख्न सक्नुहुन्छ मेरो पछाडि राम्रो राम्रो ठाउँ देखिरहेछ होइन। म चाहिँ यहाँ होइन, यहाँ दामी दामी फुलहरू छ होइन। एउटा फुलहरू टिपेर चाहिँ एउटा बुके बनाउँछु होइन, र तपाईँहरूलाई देखाउने छु होइन। यहाँ एकछिन टिपेर चाहिँ म बनाउने छु है। ल बुकी पनि रेडी भइसक्यो होइन। एकदमै देख्न सक्नुहुन्छ दामी तरिकाले होइन। लगभग 12-15वटा होला सायद गाउने भने होइन। तर देख्नलाई चाहिँ त्यति धेरै देखिँदैन। फुल बनाइसकेको छु अनि बुके। ल यो बुके चाहिँ तिम्रो लागि। ल गाइस, यहाँ चाहिँ जङ्गलको बिचमा मन्दिर रहेछ होइन। म चाहिँ यो मन्दिरमा चढाउन जान्छु अब। अरू केही नभए पनि फुल चढाएर आउँछु। लाउनु फुल ओके। दे फुल लैजानु बे समझ्नु क्या। त्रिशुल देख्न सक्नुहुन्छ। यहाँ मूर्तिहरू यति दामी दामी मूर्तिहरू राखेका छन् यहाँ होइन। टक्कै यति दामी छ यहाँ। तिर चढाइदिन्छु म, टक्कै यसमा राखिदिन्छु। पत्थरमा यो ढुङ्गा, यिनी पुरै ढुङ्गाका मूर्तिहरू देख्न सक्नुहुन्छ यहाँ। यहाँ फेरि फोटो खिच्न चढिरहे क्यामेराम्यान यता अङ्कल। मन्दिरमा पनि हल्का दर्शन गरेर निस्कियो होइन। त्यही हो। यहाँ चाहिँ जङ्गली च्याउ टिप्दै हुनुहुन्छ आन्टी यता। फुपू यता हुनुहुन्छ फेरि, देखाउनुहोस् कति टिप्नु भयो। यहाँ जङ्गलतिर मस्त तरिकाले पाइन्छ च्याउहरू टन्नै। आजभोलि तरकारीको छँदैछ भने दि हेर्नुहोस् च्याउ यहाँ। आज च्याउ टिप्दै हिँड्दैछौँ हामी। यहीँ देखियो तार बोक्ने होइन। हामीले चाहिँ तार बोक्ने ठाउँ पुगिसक्यौँ है गाइस। हिँडिसक्यो। लगाइछ मैले चाहिँ त बोकेर पनि ल्याइसकेँ होइन। जुन तार यहाँ छ, यहाँ पसिना यस्तो निक्लिरहेको छ। लगाइछ अब चाहिँ हामी नास्ता खान लागेका छौँ होइन।
टेन्सन चाहिँ पुरै पसिनाले यस्तरी भिजाएको छ मलाई। आज हामीले बोकेका दारोहरू देख्न सक्नुहुन्छ गाइज। ल गाइज, अब चाहिँ हामी रुमतिर फर्किँदैछौँ है, पुरै लाएर होइन। देख्न सक्नुहुन्छ पुरै बादल आएर सेतो देखिरहेको यता होइन, अनि अरू चाहिँ अगाडि गइसकेका छन्। त्यही हो, आज चाहिँ एकदमै थकित भइयो है।